सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई मिनी ब्लग आजको मर्निङ चाहिँ म पोखरामा गरेर आएको छु म चाहिँ फ्रेस हुनलाई चाहिँ बाथरुममा गएँ अनि मैले मुखसुख धोएँ ब्रसेस गरेको थिएँ त्यो चाहिँ मैले देखाउन पाइनँ सरी गाइज अनि म फ्रेस भएर चाहिँ म फेरि आएँ तपाईँहरूलाई ब्याकग्राउन्ड भ्यू देखाउन म कहाँ बसिरहेको थिएँ म ठ्याक्कै लेक साइडको होटलमा बसिरहेको त हेर्न सक्छु कस्तो दामी देखिरहेको छ भ्यू होइन यति मन पऱ्यो मलाई अनि म फ्रेस भएँ हेर्दै थिएँ अनि मैले हिजो लगाएको ड्रेसहरू देखाउँदै थिएँ अनि मैले चेन्ज गरेको थिएँ अनि त्यसपछि फेरि हेर्न सक्नुहुन्छ मेरो ब्याकग्राउन्ड आजको ओटी चाहिँ मेरो यही रहनेछ है हेर्न सक्नुहुन्छ अनि धेरै हेभी मैले धेरै यताउता लुक्छ मान्छे टेन्सनमा थिएँ के हुँ नि अनि त्यसपछि फेरि म चाहिँ वाइप्सले मजासँग हुक पोस्न लगाएँ त्यसपछि मेरो चाहिँ फेभरेट सुज अनि त्यसपछि म चाहिँ लेक साइड नजिकै बसेको होटल रहेको छ यही हेर्नु कस्तो दामी देखेको अनि मैले चाहिँ चिया खाँदै थिएँ त्यो सँगसँगै कौवाहरू पनि थिएँ मेरो ग्रिन टी सो अब चाहिँ म लागेँ बाहिर बजारतिर सो मेरो काम थियो अनि त्यसपछि म फेरि एकदम काम गरेर थाकिसकेपछि म चाहिँ घुम्न एकैछिन रिफ्रेसमेन्टको लागि चाहिँ घुम्न निस्किएँ साथीहरू हेर्न सक्नुहुन्छ यो चाहिँ Thank you for watching guys.